तपाईँको छोरी चाहिँ सामजुङ निवासी मनकुमार गुरुङको पुरन गुरुङले चाहिँ अब उहाँको लाकमेल भएर विवाह भएर चाहिँ उता जानुभयो के अरे ल्याउनु भएछ हो। र त्यसमा तपाईँहरूले चाहिँ भिड खाल कहीँ अब देश प्रदेश अब भोट मङ्गलातिर खोज्नुहुन्छ होला भनेर चाहिँ अब हामीलाई चाहिँ एउटा यस्तो पठाइदिएको छ पठायो हो। हामीले सही समाचार चाहिँ दिनुहोस् है भनेर चाहिँ पठाएको छ। के गर्नु अब यस्तै त गुरुको नियम होइन। अब राम्रै छ नानीहरू पनि अब तपाईँले के भन्नुहुन्छ भने चिन्ता गरिदिनु होइन र बाहिर छ हो। त्यहाँदेखि अर्को पनि त्यति होइन अहिले अब अर्को पनि राखौँ हामी। यस्तै छ अब हो। अब तपाईँहरूलाई हामीले त के भन्नु र अब यता बाबामा कोही तर्फबाट भनौँ अब हाम्रो छोरीचेली तपाईँहरूको आसपासमा पुगेछ र तपाईँहरूले सही समाचार शुभ समाचार ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अब यसरी अब फेरि तपाईँहरूले के अब अरू कुरो त के गर्नु सक्नुहुन्छ के भन्नुपर्ने चाहिँ तपाईँहरूले फेरि बादमा गर्नु सक्नुहुन्छ। र अहिले नानीहरू तपाईँहरूको साथमा छ है, राम्रोसँगले बस्नु भएको छ। तपाईँहरूले यसरी खबर ल्याइदिनु भयो, राम्रो भयो, एकदमै तपाईँलाई धेरै धन्यवाद पनि। र अझै पनि फेरि पनि आउने दिनहरूमा राम्रोसँगले तपाईँहरूले जगेडा गरेर राखिदिने। र नानीहरू एकदमै राम्रोसँगले मिलमिलाप गरेर बसोस्। यो राख्नु लागि यसलाई बुझ्नुपर्छ हामीले पछि त ल्याउनु पऱ्यो अहिले त पछि त अहिले एकछिन होला नि अझै छ होइन मेलो के खसी पनि ल्याएको यो र खसी चाहिँ तपाईँको यो र यो चाहिँ सँगै बुझिन्छ।